नमस्कार, म डाक्टर अनुपमा विश्वास, आँखा रोग विशेषज्ञ, खरसाङ अस्पताल। हजुरहरूको समक्ष एउटा सूचना लिएर आएछु। 8 मार्चदेखि 14 मार्चसम्म हामी ग्लकोमा अब्जर्भेसन डे अर्थात् ग्लकोमा अवेरनेस विक, ग्लकोमा भन्नाले जलबिन्दु जुन चाहिँ हामी सुन्छौँ मात्रै तर धेरै बुझेको छैनौँ, त्यसको एउटा अवेरनेस विक अब्जर्भ गरिरहेछौँ र यसको तत्वावधानमा हामी नर्थ बेङ्गल एलुम्नी एसोसिएसन अनि खरसाङ अस्पताल मिलेर यो एउटा कार्यक्रम गर्न लागिरहेछौँ र हजुरहरूलाई अनि यसमा आएर सहभागिता लिने भन्ने अनुरोध गर्दछु। किनभने ग्लकोमाले जलबिन्दुले हामीलाई प्रकोपमा लिएर हाम्रो दृष्टिलाई नष्ट गरिदिएको हामीलाई धेरै थाहा हुँदैन र यस्तो प्रकारको जुन चाहिँ हामी प्रत्येक वर्ष नै गरेर आइरहेछौँ, कति अवेरनेस पनि भइरहेछ अनि जाँच्नु पनि आइरहेछन्, तरै पनि हामीलाई अझै यो मोर अवेर हुन जरुरी छ। सो हाम्रो यस कार्यक्रममा चाहिँ तपाईँहरूले आएर आँखा जचाउने गर्नपर्छ अनि ती मानिसहरू जो 40 वर्षभन्दा अधिक उमेरका छन्, जसको धेरै टाउको दुख्छ, जो रक्तचाप, ब्लड सुगर अनि हाइपरटेन्सनको रोगीहरू छन्, उहाँहरू त अझै पनि आउनुपर्ने र यो कार्यक्रममा आएर अस्पतालमै आएर यो कार्यक्रममा भाग लिने, आफ्नो आँखा जाँच गराउने भन्ने अनुरोध गर्दछौँ। अनि यसमा आफ्नो आँखाको जाँच मात्रै होइन, आफ्नो परिवारको पनि, आफ्नो आमा बाबुले धेरै दिनदेखि शिकायत गरिरहेको हुन्छन्, भनिरहेको हुन्छन् लगेको छैनौँ, गरेको छैनौँ, त्यो पनि गर्ने अनुरोध गर्दछु। यसर्थ यो नर्थ बेङ्गल एलुम्नी एसोसिएसनको एउटा इनिसिएटिभ हो अनि यसमा सहभागिता खरसाङ अस्पतालले पनि गरिरहेछ र हामी विभिन्न जग्गामा यो गरिरहेछौँ। जस्तो म यहाँ गरिरहेछु खरसाङमा, अनि डाक्टर सौम्यदीपले कोलकातामा गर्नुभएको छ, अनि डाक्टर सेनगुप्ताले बोलपुरमा गर्नुभइरहेछ र यो मानिसलाई यो कुरोको जानकारी दिँदै यसको चाहिँ हामीले धेरै बुझ्नुपर्छ भन्नेको ज्ञानको लागि चाहिँ र अवेरनेसको लागि चाहिँ हामीले यो इनिसिएटिभ लिएको हो। यसमा आउने अनि सहभागिता दिने। धन्यवाद।